हेलो, के तपाईँ सेयर मार्केटमा धेरै पैसा कमाउन चाहनुहुन्छ? यदि रिस्क फ्री भएर धेरै पैसा कमाउन चाहनुहुन्छ भने यो 3 मिनटको भिडियोमा रोकिदिनुहोस्। म तपाईँहरूलाई एउटा म्याजिक नम्बर बताउनेछु जसको माध्यमले तपाईँ सेयर मार्केटमा कहिले पनि लस खानुहुन्न। हेलो नमस्ते, तपाईँहरूलाई स्वागत छ तपाईँको आफ्नै युट्युब च्यानल फाइनान्स टक्स विथ सन्तोष। म यहाँ तपाईँहरूलाई सिकाउनेछु हाउ टु बी फाइनान्सियल फ्रिडम। ल अब के तपाईँ सेयर मार्केटमा कम्पनीको प्राइस हेर्नुहुन्छ कि क्वालिटी? विश्वका महान लगानीकर्ता वारेन बफेटले दुईवटा म्याजिक नम्बर हेर्नुहुन्छ। त्यो भनेको ROE र दोस्रो भनेको ROCE हो। यदि तपाईँले यो कुरा बुझ्नु भएको छैन भने तपाईँ सेयर मार्केटमा लगानी होइन, तपाईँ जुवा खेल्दै हुनुहुन्छ। अब म तपाईँहरूलाई बताउनेछु कि ROC र ROE के हो। अब यसलाई सजिलो भाषामा बुझौँ। ROE भनेको के हो? ROE भनेको रिटर्न अन इक्विटी। यसको मतलब के भयो भने कम्पनीले सेयर होल्डरको पैसालाई लगानी गरेर कति पैसा कमायो त उसले। रिटर्न अन इक्विटी भनेको के हो भने कम्पनीले सेयर होल्डरले जुन पैसा लगानी गरेको छ, यानि हाम्रो तपाईँ यदि लगानी गर्नुभएको छ कुनै कम्पनी भने हाम्रो पैसा लगानी गरेर उसले कति पैसा कमायो त, यसलाई एकचोटि एनालाइसिस गर्नुपर्छ होइन। दोस्रो भनेको ROCE यानि रिटर्न अन क्यापिटल इम्प्लोइड, यानि कम्पनीले सेयर होल्डरको पैसा र दोस्रो भनेको ऋणमा लिएको पैसा लगानी गरेर कति पैसा कमायो त, यो दुवै कुरा एनालाइसिस गर्नुपर्छ। यदि कम्पनीले ऋण लिएको छ भने त्यसको रिटर्न अन इक्विटी राम्रो हुन जान्छ, तर ROC त्यहाँ हामीले एनालाइसिस गऱ्यौँ। यो दुवै म्याजिकल्स नम्बरलाई एनालाइसिस गऱ्यौँ भने त्यो कम्पनीको बारेमा हामीले एकदम राम्रोसँग एनालाइसिस गर्न सक्छौँ। र त्यसमा यदि एनालाइसिस यो दुवै टर्म्सको दुवै म्याजिकल नम्बर यदि राम्रो छ भने तपाईँले त्यो कम्पनीमा ढुक्क भएर लगानी गर्न सक्नुहुन्छ। धन्यवाद छ तपाईँलाई यो भिडियो हेरेकोमा, र तपाईँले कृपया गरेर मेरो च्यानललाई सब्सक्राइब गर्नुहोस् ताकि म यहाँ यस्ता धेरै इम्पोर्टेन्स चिजहरू म यहाँ भिडियो बनाउने गर्छु जसले तपाईँलाई डाइरेक्ट पैसा कमाउनमा मद्दत गर्दछ। साथीहरू, सबभन्दा ठुलो शक्ति भनेको हाम्रो पैसा नै हो। त्यही भएर पैसालाई धेरै सोचेर बुझेर नै कुनै कम्पनीमा लगानी गर्नुपर्दछ। बृहत एनालाइसिसको लागि मेरो च्यानललाई फलो गर्नुहोस्। म यहाँ सिकाउनेछु हाउ टु बी फाइनान्सियल फ्रिडम।